नमस्ते सबैलाई हार्दिक मङ्गलमय विजय दशमीको शुभकामना छ र म चाहिँ अहिले यहाँ कोलम्बस ओहायोमा हाम्रो दसैँ तिहार मेलाको मनोरञ्जन रमाइलो मेलामा चाहिँ हामी दाइ र साथीसँग चाहिँ आइपुगेका छौँ। मेरो फर्स्ट टाइम हो यहाँ यो एनुअल मेला हुन्छ देखिहाल्नु भएको छ यति धेरै मान्छे। अहिले चाहिँ हामी हिँड्दै गइरहेको छौँ है। मेरो पार्किङ नभेटाएर यहाँनिर एकदम कति हामी 10-15 मिनट डुल्यौँ नि है पार्किङ नखोज भेटाएर बल्ल बल्ल एउटा भेटाएर चाहिँ छिरिसकेको छु है। यहाँ एकदम मान्छेहरू 10-15 हजार आउँछ हामीले म सुनेको थिएँ। सो हेरौँ कस्तो छ है। I'm gonna show you guys all the foods that I will be eating and behind the scenes, okay? So this Dasai, right? Dasai is one of the biggest Nepali festival. This is a celebration of good over evil, right? So that's the Dasai, and Tihar is the festival of light, right? So it is a victory of light over darkness, and this is what we're here for. त्यसको लागि हामी सबैजना यहाँ यति धेरै नेपालीहरू हुनुहुन्छ यहाँनिर। हामी धेरै जस्तो नेपालीहरू छौँ है। सायद यहाँ इन्डियन पनि हुनुहुन्छ होला र मैले देखिरहेको छु विभिन्न देशको मान्छेहरू हुनुहुन्छ। What is this? यहाँ चाहिँ के हो? प्याराडाइज, बोबा प्याराडाइज है। आमा यति धेरै लाइनहरू छ। एभ्री फुड भेन्डरमा यति धेरै लाइन छ। म खाना खाने भन्ने प्लान थियो तर अब अहिले आएर लाइनमा त पर्खिनु सक्दिनँ होला है। मान्छेले खाने खाइरहेछ, लाइनमा बसिरहेको छ है। एकदम राम्रो खुसियाली के गोर्खाली के छ के भोक लागेछ के खाने यहाँ त गोर्खाली के छ लाइन रहने यसमा चाहिँ गोर्खाली के छ। अलिक हेभी फुड नखाउँ होला है, अलिक लाइट खाउँ लाइट यसरी घुम्नु न नि। ए बोमो अरे बोमो। Oh, you got this Senegal. Oh, you got wow, you got different country food as well. And I'm देखिरहेछु सिंगडा, मोमो, चाउमिन, थुक्पा, चटपटे, म्याङ्गो लस्सी, पानी पुरी भयो भरको सबै छ है यो ठाउँमा। हेर हाम्रो पुरानो साथीभाइहरू भेट हुन्छ। के छ दाइ सन्चै? गुड गुड एकदम ठिक छ। के छ ब्रदर? ठिकै ठिकै ल। के हो गोप्रो लिएर हिँड्दैछ त? म त यहाँ भ्लग हान्दै है हाम्रो ओल्ड साथीभाइहरू ल आउने मान्छेहरू आइरहेको छ। र यो प्रोग्राम चाहिँ अघि कति 2 बजीदेखि स्टार्ट भएको है। 2 बजीदेखि लिएर 8 बजीसम्म रहेछ। हामी चाहिँ ढिलो आइपुग्यौँ है किनकि लास्टै आज गर्मी थियो दिउँसो। सो गरममा किन बस्नु भन्दाखेरि मेरो फ्यामिली चाहिँ अगाडि आइपुग्नु भयो, सायद यतै कता हुनुहुन्छ होला र हामी चाहिँ बिस्तारै आइँदैछ है यताउति आएर। देखिहाल्नु म है। सो हामी उता थियो भने अहिले हामी यहाँ आउँदैछु र यता हेर नानीहरूको लागि छ होइन। यस्तो हिँड्दैछु होइन अन्तिम हामी पर एन्ड हुनुपर्छ। यता आउँदै खाना खाउँ भन्छु यार। ओ माई गड, जता पाए त्यतै मान्छे लु कोसेली। मैले धेरै साथीभाइ देखिरहेको छु यहाँ। के छ यार केटो? कस्तो छ पढे? ठिकै छ। म अहिले एउटा खान्छु म। ल रिभिदेऊ न कस्तो छ? लु रिभिदेऊ न। दामी छ चटपटे, फ्रीमा पाउनु भने अझै दामी हुन्थ्यो होइन? ए हो फ्रीमा चाहिँ छैन, भोक लागेर मात्रै खाएको। ओके ल सबैजना लु
के फ्रेस मार्टहरू चटपटे धेरै जस्तो यहाँ चटपटे चाउमिन मोमोहरू रहेछ है म चाहिँ अलिक हेभी खानाहरू अभोइड गर्न खोजिरहेको छु र हाम्रो नेपाली खाना सबै हेभी नै हुन्छ लिमिटेड खानाहरू खाना खाउँ भनेको यस्तो प्याक यार साह्रै प्याक नेपालमा देश रोएको छ अहिले अमेरिकामा ल यता आर्मी नेसनल गार्डहरू भेला भएको छ कहाँ पैसाको खोइ के छ यता त फोटोसुट भइरहेछ है दसैँ तिहारको बेला people are looking at me like सबैले hey लु ह्याप्पी दसैँ in YouTube सञ्जय ओए के छ हिरो good alright ल alright Sanjay Loza okay Sanjay Loza YouTube so hello everyone happy Dasai Tihar everyone Subatari how do you say that Shubhayatri ke Shubhayatri Shubha Dasai right yeah Shubha Dasai the party people man we here to take care of you alright nationwide roofing you know it's a roofing company right good no stop happy Dasai guys so many people out here hey र यो पर यता झन्को भने त नानीहरुको छ है ल यहाँ चाहिँ clothing line here छ soccer team oh it's Columbus hello okay ल यो नमस्ते running walking नमस्ते vendor छ और यता चाहिँ business side so this side of the field is all I think sponsors and businesses eh and other side that I was just sitting was all food vendors so as you guys can see hey because of the Astra are Astra भनेको what is Astra Astra थाहै पनि थाहै छैन मलाई what is Astra के हुँदैन भिडियो गर्दा है व्लग गरिरहेछ Astra भनेको चाहिँ के हो Astra is a clothing brand त्यसको मिनिङ चाहिँ के हो Astra it means weapon yeah ल weapon ल खै कस्तो fashion weapon के यो किन्दा पैसा आउँछ हो yes sir नक्कली रहेछ यो कपी म त किन्न अर्थ मलाई चाहिँ दिपेन भाइ सो भाइको तिम्रो साथीहरु हो सो उसको साथीको बिजनेस भनेर आइदिएको छु है लु म कुन किन्नु लु भन त yes sir लु I'm gonna buy one how much is it yeah $20 40 the regular ones is 40 or the jersey ones is $44.99 $39.99 and $44.99 okay कुन कलर किन्नु हो I got the green yeah green one this one is nice I like this one nothing like this oh yes के beige है green that's green you have brown you have baby blue too let me get this one you want to get the brown one yeah भाइको साथीको लागि बिजनेस thank you dad I got you खै के गर्छु मेरो त क्याश छैन उयो छ जेल contact information के छ अलिकति मिठो खानेकुराहरू अलिक राम्रो के छ Gorka kitchen this shit banging हो र ल I might go there alright I just got myself this Astra apparently Astra means weapon in Nepali right supporting small business area average I think bunch of के भन्छ daycaresहरू a lot of businesses out here Lakshmi jewelries and along with these businesses I think there's a lot of raffle tickets that you can
sign up for. They're gonna give you. I have seen iPhones. I have seen a lot of expensive gifts. It's a hero day. Long time no see. I'm vlog oh my god, I'm a legend. Oh, legend soccer, hey. Oh my god, we got more businesses down here, hey. चाडबाडमा यति धेरै मान्छे छ यहाँ यति धेरै यहाँ पर गयो भने त छ होला यहाँनिर 3000 त छ होला मिनिमम है so just within this space I think there is about minimum 5,000 minimum and a lot of the people आउनु पनि भएको छैन यहाँ किनकि पार्किङ लट नपाएर है I think there is in and out गर्ने भने त डबलै छ होला हाम्रो hero, the one and only choreographer, videographer, photographer. Thank you, dost. Everything in one package, hey? Suman. One and only Suman. मेरो सानोको दोस्त यार हामी त oh my god सँगै पढेको धेरै पनि सँगै बसेको पनि यार oh my god happy to see you यार good to see you आज के इभेन्ट इभेन्टमा यसो कोर्डिनेसन अघि गलेर मसँग हिँड्दा हजुरआला नमस्ते ल मङ्गलमाया के भन्छ विजय दशमीको शुभकामना छ सबैलाई म चाहिँ यसो भिडियो बनाउँदै हिँड्छु यसो यहाँ बाजेहरूसँग हजुरबाहरूसँग कति रमाइलो है नेपाल भन्दा नेपालै भनौँ न राम्रो छ यार रमाइलो तपाईँ लाइनमा हो म चाहिँ यहाँ आइफोन जित्नु आएको है आइफोन 17 एभ्री पर्चेसमा आइफोन 17 ऱ्याफल हुन्छ अरे यहाँ लाइन बस्नु है र म चाहिँ मेरो मोमोहरू छ है स्ट्रिट फुड है मोमो अनि अरू फ्ल्याट आइफोन जित्यो भने के हो नि हो नि के बबल टी खानु त अहिले आउँछ बबल टी हुन्छ यत्र बबल टीको लाइन फाल्टै रहेछ iPhone 17 basically you make an order from us. Okay. You get a raffle ticket. If you buy a combo, that's 2. So since you're giving 4 more, right? So you got what they are. That's still 2 tickets. So combo go okay. So 2 tickets for you. Okay. Watch us on social media, Facebook, Instagram, Twitter. Once we go live, if we pick your number, you win iPhone 17. Okay. You win it. You don't have to fill anything else. Make sure you have your wallet. That coupon will do. ल गाइस म चाहिँ है आइफोन 17 कहिले हो लाइभ महिनाको अन्तिममा रहेछ ल यो आइफोन 17 कसले हेर्दैछ आइफोन चाहिँ तपाईँले पाउँछ आइफोन 17 है र यहाँ चाहिँ मोमो पर्चेसमा के बनाउँछ बोमोको ओनर ए बोमो र मोमो मिक्स भएको बबल टी र स्ट्रिट फुड यो आइफोन 70 चाहिँ मेरै हो कि खै म सकरहरूको भ्लगहरू गर्छु दिस इज माई फर्स्ट टाइम डुइङ सो कम्युनिटी इभेन्ट्सहरू क्या पोर्क 3टा हाउ डु आई पे यु म त तिरेको छैन यार अझै होइन के अरे के जेली स्क्वायर के हो हाम्रो हिरोहरू भर्खरै इन्ट्री हुँदैछ के छ त सन्चै मामा दर्शन ल हजुर गुड के विजय दशमीमा चाहिँ हामी चुके भर्खर हुन्छ हामी त खाना अर्डर गरेर भर्खर लाइन यस्तो प्याक थियो अघि भर्खर लाइक 20 मिनट मात्रै हुँदैछ म त भ्लग गर्दै हिँडिरहेको छु यसो कस्तो भइरहेछ मामा विजय दशमी यहाँ चाहिँ हाम्रो ठाउँ नभएर है सबैजना भुइँमा बसेर खाइरहनु भएको छ होइन हाम्रो चाहिँ यो ब्लिचर्स नभएर यहाँ अब टुक्रुकै बसेर खाइन्छ है मोमो आहा तातो रहेछ त है तातो इट्स ओके ताजा मोमो है स्पाइसी सस यहाँ चाहिँ इट्स भेरी हट र पनि
तपाईहरुको लागि भयो ट्राई गरेर भन्नुछु कस्तो छ सुपर हट त मिठो रहेछ एकदम पिरो तातो कम्बिनेसन यो पिरो र तातो कलर झन् मुखले जिब्रो पुरा फायरमा क्या तर ननदलेस है मोमो चाहिँ मिठो लगाइसकेपछि तपाईलाई सेकेन्ड बाइट गर्न गइरहेको छु स्टिल सुपर हट तर मोमो चाहिँ सही रहेछ मेरो त रिजल्ट त हट लेभल चाहिँ 2 स्पाइसी भयो हैन ओभरअल मोमो त गुड छ दाइको बानी रहेछ पिरो खाने पनि मोमो चाहिँ मिठो मिठो रहेछ Guys, this pani puri is so needed. I know much needed. As I take in on hizo khara hangover. Taco is not here. Yeah, taco is only here. Water sab hizo kuch nacha. केलाई दुलो बनाएर तेरो दुलो पारेर अनि खके मुखमा हाल्नु सही छ ल सही छ समोसा सही छ मा म त पिरो भएर म यहाँ खै ड्रिङ्क्स कहाँ छ ड्रिङ्क्सहरू होइन लाइक चिसो क्या के अरे गुलियो ड्रिङ्क्सहरू राजा कहाँबाट आइपुग्यो नि के हो सिक्स प्याक देख्दै थियो अस्ति त अहिले विन्टर सिजन स्टोरीमा त क्या देख्दै सिक्स प्याक उठामारी गरे पनि है मैले त लेख्न आँटेको थिएँ क्या ब्रो मलाई प्लान पठाउन भन्न आँटेको थिएँ ए हो र प्रजोल यहाँ कलर मस्के हप लगा खाएर रिभ्यू दिनु पर्छ रिभ्यू दिनु पर्ने ल चट्टे सन्चै एकदम के छ राजा सन्चै म त भ्लग हान्दै हिँडिरहेको छु देखिरहेको मैले एक दुईवटा देखेको ए हो ल देखिरहन्छु नि मेरो त्यही हो म त यसो मेमोरी बनाउँदै हिँड्यो है यसो साथीभाइहरू देखिरहेको हुन्छ रमाइलो हुन्छ यसो चाड के अरे विन्टरतिर एक्लै बसेर हेर्दाखेरि है रमाइलो हुन्छ सबैजना यहाँ साथीभाइहरू भेला भएर छ यतै कता छ फ्यामिलीसँग कतै छ बोल्दै छ म त मेरो मुख है पिरोले पुरा आगो भइसक्यो ट्याक्क चिसो भएर चाहिँ अब यता चाहिँ हामी प्रोग्राम भएतिर गइरहेको छु एकदम रमाइलो यार ओ माई गड मेरो अमेरिका आए पछाडि फर्स्ट टाइम दसैँ तिहार मनाएको हुन्छ नि यस्तो फिलिङ यसपालि टिका नलाए पनि तर यो चाडबाडको एउटा यो भाइब एउटा जुन अमेरिकामा भएर नेपालको जस्तो एउटा फिल आउँछ नि त्यो चाहिँ फर्स्ट टाइम भएकै हो मेरो है र यहाँ चाहिँ नेपालको आर्टिस्टहरू आउनु भएको छ नेपालको आर्टिस्टहरू आउनु भएछ है गायकहरू उभिरहेछ बसिरहेछ
यहाँ चाहिँ प्रताप दास एकदम ठुलो गायकहरू गाइरहनु भएछ यहाँ प्रताप दासले ठुलो कलाकार हुनुहुन्छ मिठो गाइरहनु भएछ ब्लग हान्दै गएर छ यार हाम्रो नियमसँग यो गीत त मेरो लिस्टमा अस्तिको कुरा बिर्स्यौ कि कुन्नी ए कालो टी सर्ट लाउनु दिदी अस्तिको कुरा बिर्स्यौ कि कुन्नी म फिर्ने छैन तिमीलाई छोडेर तिमीलाई म गर्छ है तिमीलाई हो सबैजना नाचेर छर्दिनु होला है त यो गीत चाहिँ मलाई एकदम रमाइलो लाग्छ क्या मोटरसाइकल तिहार मेला पनि अब अन्तिमतिर है पुगिसक्यो हामी चाहिँ अलिकति छिटो निस्केको है अझै प्रोग्राम भएर छ पछाडि हाम्रो अलिना चौनजीको प्रोग्राम भइरहेछ तर यहाँ हेर्नु न यति धेरै मान्छे छ यति धेरै प्याक हुन्छ है पार्किङमा त्यही पार्किङको कारणले गर्दाखेरि चाहिँ हामी गाडी निस्किनु समय लाग्छ भनेर चाहिँ हामी अलिक अगाडि निस्क्यौँ रमाइलो भयो प्रोग्राम चाहिँ होस् एकदम खुसी लाग्यो है कोलम्बसमा आएर र अब यस्तै चाडबाडहरू अमेरिकामा भइरहोस् भन्ने चाहिँ एउटा आशा गरेको छु।